1 को त्रियोदय कुमारजी आज्ञा गर्नुहुन्छ। अगस्त्य मुनि त्यसपछि चन्द्रावतीले बगाएका 8 रोटीमा 4 रोटी नागिनीले पाएर हातमा लिए। यस्तो अपूर्व रोटी कसले बगाएछ? मेरा पति घर छैनन्, 12 वर्ष भयो, कहाँ गए पत्ता छैन। उनलाई नखुवाई एक्लै कसरी खाउँ? उनको खबर गरौँ अनि 2 रोटी बाँडेर खाउँला भनी गण्डकी नदी नाला सबै स्थानमा खबर गर्दै गइन्। तिनै 8 रोटी मध्ये 4 रोटी नागले पाएर कस्तो अपूर्व रोटी पाए। यो मेरी स्त्रीलाई नखुवाई एक्लै कसरी खाउँ? म परदेश हिँडेको पनि 12 वर्ष भयो। अब घर गई 2 रोटी बाँडेर खाउँला भनी घर जान लाग्दा साली नदी र समुद्रको दोभानमा स्वस्थानी परमेश्वरको प्रसाद स्वरूप त्यो रोटीको प्रतापले नाग र नागिनीको भेट भयो। अनि नागिनीले प्रसन्न भएर भनिन्, हे स्वामी, मलाई एक्लै छाडेर यतिका दिन सम्म कहाँ जानुभएको थियो? मेरो भाग्यले आज तपाईँको दर्शन पाएँ। कसैले बगाएको यो 4 रोटी पाएँ, तो तपाईँलाई नखुवाई कसरी एक्लै खाउँ? 2 रोटी बाँडेर खाउँला भनी गण्डकी नदी नाला सबैतिर खोज्दै हिँडेकी हुँ। बल्ल सन्तोष भयो, लौ खानुहोस् भनी आफूसित भएको 4 रोटीमा 2 रोटी दिइन्। अनि नाग भन्दछन्, हे स्त्री, त्यस्तै 4 रोटी मैले पनि पाएको छु, तिमीलाई नखाई एक्लै कसरी खाऊ? 2 रोटी बाँडेर खाउँला, घर जाऊ भनेर आए। तिम्रो दुःख मुख देखेर सन्तोष भयो, लौ खाऊ भनेर आफूले पाएका 4 रोटीमा 2 रोटी दिए। दुवै स्त्री पुरुषले खाइसकेर नागिनी नागका काखमा बसी आनन्दले रहे। तब नाग भन्दछन्, हे स्त्री, 12 वर्षसम्म हामीहरूको भेट नभएको यसै रोटीको प्रभावले भेट भयो। जसले यो रोटी बगायो त्यसको भोलिकै दिन इच्छा सिद्ध होस्, लक्ष्मी प्राप्त हुन् र शत्रु नाश हुन् भनेर अनेक आशीर्वाद दिए। अनि नागिनी भन्दछिन्, हे स्वामी, म पनि त्यसलाई आशिष दिन्छु। जसले यी रोटीहरू बगायो त्यसलाई नवग्रहले पीडा नगरून् र राज्य लक्ष्मी त्यसका वशमा रहन्। फेरि हामी जस्तै पति पत्नी छुटिएका भए पनि चाँडै भेट होस् भनेर अनेक आशीर्वाद दिइन्। यसरी आशीर्वाद दिएर नाग नागिनी आफ्ना आश्रममा गए। त्यसपछि लावण्डे देशका मानिसहरू साली नदीमा स्नान गर्न जाँदा त्यस्ता किसिमले बसेकी चन्द्रावतीलाई देखेर सोधे, तिमी देवकन्या, विद्याधर कन्या अथवा स्वर्गकी अप्सरा रम्भा तिलोत्तमा को हो? यहाँ एक्लै किन बसेकी? यति लोकहरूले भनेको सुनि चन्द्रावती भन्दछिन्, हे लोक हो, म देवकन्या वा स्वर्गकी अप्सरा होइन, म वरुणपुरका अग्नि स्वामीकी छोरी चन्द्रावती हुँ। गोमा ब्राह्मणीका पुत्र नवराजकी पत्नी हुँ। हिजो स्वर्गका अप्सराहरू यहाँ आई शीर्षस्थानी परमेश्वरको व्रत गरेर स्वर्ग गए। मैले पनि उनैका संसर्गमा श्री स्वस्थानी परमेश्वरको व्रत गरेर राति जात्रामा गरे भनिन्। र लावण्डे देशका लोकहरूले आश्रय मानेर गोमा ब्राह्मणीका पुत्र नवराज त हाम्रा देशका राजा भएका छन्। यो कुरा के हो, कसो हो, राजालाई भन्नु पर्दछ भन्ने सल्लाह गरी नवराज राजा कहाँ गई। हे महाराजा भनी चन्द्रावतीले भनेको सारा कुरा सुनाए। ती साली नदीको तटमा बसिरहेकी हुन् कि होइनन् विचार गरी बक्सियोस्। यदि लोकले भनेको सुनि नवराज राजाले आफ्नी पत्नी चन्द्रावतीलाई सम्झे। अनि हे लोक हो, तिमीहरूले उचित कुरा भन्यौ। चन्द्रावती मेरी पत्नी हो, राज्यको कार्यभारले उसलाई बिर्सिरहेको थिएँ। अब तिमीहरू सबैजना गई डाकेर ल्याओ भनी उत्तम वस्त्र अलङ्कारहरू पठाइदिए। अनि मन्त्रीलाई डाकेर भने, हे मन्त्री, मेरी स्त्री चन्द्रावती साली नदीका तीरमा आएर बसेकी रहेछ। अहिले लावण्डे देशका लोकहरू नाना वस्त्र अलङ्कार पहिरी नाचकी त बाध्य गरेर लिन जाउन्। छिटै पठाऊ, म पनि परसम्म लिन आउला। हात्ती, घोडा, रथ, पैदल सेना आदि तयार गर भनी आदेश दिए। मन्त्रीले हुन्छ भनेर पुरा सहरमा ज्याली पिटाई सारा प्रजाहरू पछि लगाए। आफू पनि गए। सबै चन्द्रावती कहाँ पुगेर प्रणाम गरी, हे महारानी, नवराज राजाले हजुरलाई लिन पठाएर हामीहरू आयौँ। यो पालकी र वस्त्राभूषण ल्याएको छ, पहिरेर
छिट्टै जाउँ भने। तब चन्द्रावतीले आफ्ना पति नवराजलाई सम्झेर हे स्वामी परमेश्वरी मेरा पति नवराजलाई चाँडै भेट होस् भनेर हिजो व्रत गरे, आज भेट हुन लाग्यो। हे ईश्वरी हजुरलाई कोटी कोटी नमस्कार छ। म पापिनी नाम भएर दुःखका सिन्धुमा डुबिरहेकीलाई कष्टबाट पार गर्नुभयो। हे लोकेश्वरी हजुरलाई कोटी कोटी नमस्कार छ। हे भगवती हजुरका कृपाले बर्मा 14 भुवन सृष्टि गरे, यस्ती हजुरलाई कोटी कोटी नमस्कार छ। हे जगदीश्वरी हजुरको दयाले म पनि लावण्य देशकी रानी हुन आँटे भनी बहुतै प्रसन्न भई वस्त्र अलङ्कार पहिरी पालकीमा बसी समस्त प्रजाहरू समेत भई लावण्य देश गइन्। नगर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले थाहा पाई हत्तपत्त गरेर कसैले पाकिसकेको भात छोडेर निस्के, कसैले खाँदा खाँदै हात पनि नधोई निस्के, कसैले छोराछोरी रुवाउँदै निस्के। अगाडि पुग्न र पहिलो दगुर्दा कसैका हात र कसैका खुट्टा भाँचिए। यसरी नवराज राजाले चन्द्रावतीलाई अनेक मङ्गल यात्रा गर्दै दरबारमा लैजाँदा भए। इति श्री स्कन्धे पुराण केदारखण्डे माघमात्म्ये कुमार अगस्त्य संवादे शीर्षस्थानी परमेश्वरी व्रत कथाया चन्द्रावती पतिगृह गमन नामम 19 अध्याय। हरि हरि।